ओके साथीहरू, आजको विषयवस्तुमा हामीले सङ्घीयता निर्माणका लागि अपनाइने प्रक्रियाको बारेमा चाहिँ हामी कन्सेप्चुअल तरिकाले चाहिँ यसको कन्सेप्ट, यसको चाहिँ प्रक्रिया के हो भन्ने कुरामा हामी चाहिँ डिटेल रूपमा स्टडी अथवा अध्ययन गर्नेछौँ। त्यसको लागि हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरेर चाहिँ भिडियोलाई चाहिँ सुरुदेखि अन्त्यसम्म हेर्नु होला। हामीले सङ्घीयता निर्माणका लागि अपनाइने प्रक्रियाको विषयमा चाहिँ हामीले पहिलो कुरा चाहिँ सङ्घीयता निर्माण गर्दा अपनाइने सुरु प्रक्रिया भनेको संविधान निर्माण गर्नु पर्यो। कुनै पनि सङ्घीयता लागू गर्नुको लागि त त्यहाँको चाहिँ संरचना चाहिँ बलियो बनाउनुको निमित्त के हुनु पर्यो भने त्यहाँको एउटा मुख्य कानुन निर्माण गर्नु पर्यो। त्यो संविधान हो। त्यो संविधान निर्माण गरिसकेपछि हामीले के गर्नु, सङ्घीय संरचनाको आधारमा संविधानमै सुनिश्चित गर्ने, संविधान निर्माण गर्ने, त्यसपछि सङ्घीय संरचनाको आधार नै केमा गर्ने, संविधानमा सुनिश्चित गर्ने। दोस्रो कुरा के हो भने सत्ता बाँडफाँड हैन, पावर सेयरिङ गर्ने के, सङ्घ, प्रदेश, राज्य, स्थानीय तहबीच अधिकारको स्पष्ट विभाजन गरेर चाहिँ संविधान सङ्घीयता निर्माण गर्न सकिन्छ। तेस्रो कुरा के हो भने हामीले अधिकारको प्रत्याभूति गर्ने हैन, प्रदेश, राज्य, स्थानीय तहको अधिकारलाई चाहिँ संविधानले सुनिश्चित राख्ने। केले राख्ने भने संविधानले चाहिँ अधिकारको चाहिँ प्रत्याभूति गर्ने। र अर्को कुरा के छ भने सङ्घीय सांसद र प्रदेश सांसद अथवा स्थानीय चाहिँ सांसदको संरचना निर्माण गर्ने, विधायकीमा चाहिँ बहुस्तरीय संरचनाको चाहिँ निर्माण गरेर चाहिँ सङ्घीयता निर्माण गर्न सकिन्छ। त्यस्तै स्वतन्त्र न्यायपालिकाको निर्माण गर्ने हैन, सङ्घीयतामा चाहिँ उत्पन्न हुने विवाद समाधान गर्न सक्षम निकायको संरचना निर्माण गर्ने। त्यसपछि अर्को कुरा के हो भने वित्तीय आर्थिक संरचना, वित्तीय अथवा आर्थिक संरचनाको चाहिँ संविधानमै चाहिँ व्यवस्थापन गर्ने अथवा कर, राजस्व, बजेट बाँडफाँडको स्पष्ट व्यवस्थापन गर्ने हैन, सङ्घीय आयोग संयन्त्रहरूको चाहिँ स्थापना गर्ने, जस्तै सङ्घ प्रदेश बिचको विवाद चाहिँ अथवा समन्वयका लागि स्थापना गर्ने, जस्तै अब यो विभिन्न किसिमका आयोगहरूको विकास गर्ने। त्यस्तै अब हामीले अर्को विषयवस्तु जान्नु के छ भने नेपालमा चाहिँ सङ्घीयताको महत्त्व के हो त हैन। सङ्घीयता त हामी भन्छौँ सङ्घीयता किन महत्त्व छ त, यसको किन आवश्यक छ भन्ने प्रश्नमा चाहिँ हामीले के कुरा जान्न जरुरी छ भने समावेशी शासनको प्रत्याभूति गर्नुको निमित्त पनि हामीले सङ्घीयताको चाहिँ आवश्यकता छ। त्यस्तै स्थानीय तहमा निर्णायक क्षमता वृद्धि गर्न, स्थानीय तहमा नै के छ भने सङ्घीयता अथवा गाउँ गाउँमा सिंहदरबार भन्ने मूल हामीले नाराका साथ सङ्घीयताको चाहिँ विकास भएको छ नि। त्यस्तै हामीले स्थानीय तहमा चाहिँ निर्णय क्षमता वृद्धि गर्नको निमित्त पनि हामी सङ्घीयताको आवश्यकता छ। विकासमा समान वितरण गर्न, विकास क्रियाकलापहरूमा चाहिँ हरेक क्षेत्रमा चाहिँ समान रूपले चाहिँ वितरण गर्नुको निमित्त पनि यसको आवश्यकता रहेको छ। अर्को आवश्यकता के छ भने जातीय, भाषिक, सांस्कृतिक पहिचानको संरक्षण गर्न, यस्ता धार्मिक पहिचानहरूको संरक्षण गर्नुको निमित्त पनि यसको आवश्यकता रहेको छ। त्यस्तै हामीले अर्को कुरा के हो भने लोकतान्त्रिक शासन चाहिँ मजबुत बनाउनुको निमित्त पनि के छ भने सङ्घीयताको आवश्यकता छ हैन। लोकतान्त्रिक शासन, लोकतान्त्रिक मूल्य मान्यताहरूको चाहिँ संरक्षण गर्नुको निमित्त पनि सङ्घीयताको आवश्यकता छ।